यो चाहिँ कोकोपिट, यसलाई भिजाएर मल मिसाएर मैले रेडी गरेँ। यो चाहिँ निचोर्दाखेरि सामान्य पानी निस्किनु हुनुपर्छ चिस्यानको हिसाबले। र यो चाहिँ मैले ट्रेमा भर्दैछु। यसरी ट्रेमा भरिसकेपछि यसलाई केहीको सहायताले, पेनको सहायताले या सिन्काको सहायताले चाहिँ सामान्य पाल पार्ने बिउहरू चाहिँ यसरी दाना हाल्नको लागि सजिलो होस् भन्नको लागि, उम्रिनलाई पनि सहज होस् भन्नको लागि यसरी सामान्य पाल पारेर हामीले दाना भरिदिन सक्छौँ। अनि त्यसपछि भरिसकेपछि अनि माथिबाट केहीले छोपिदिने, मैले चाहिँ खरानीले छोप्ने गरेको छु। खरानी एक प्रकारले मल पनि हुन्छ र सजिलो पनि हुन्छ, मसिनो हुन्छ भनेर मैले चाहिँ यो खरानीले छोप्ने गरेको। अनि यसरी छोपेर रेडी गरिसकेपछि हामीले चाहिँ निश्चित ठाउँमा राख्नुपर्ने हुन्छ। राख्दाखेरि चाहिँ यसको मुनि काठ या केही राख्ने, किनभने यसको जरा पछि बढ्दै जाँदाखेरि भुइँ नभेस्ट